यो 2025 आजतिर चाहिँ हामी चाहिँ सानो रूपले हाम्रो उधौली साकेनान मनसिरे भइसकेलाई अब यहाँ त अब अन्नबाली खासै हामीले चलाउने गर्छौँ नयाँ न्वाङ्गी र यो एउटा हाम्रो राई जाति किराँत समुदायको महान चाड पनि हो र सबै उपस्थित हुनुहुन्छ सबैजना हाम्रो गुडौलीहरू माङ्पाहरू छेकुमाहरू केन्चाहरू तयारीमा छन् सबैजना उपस्थित भएर आज सबै सरसल्लाह गरेर चाहिँ उधौली मनाउँ भन्ने हाम्रो यो योजना बन्ने हामी उधौली मनाउन गइरहेछौँ आज सानो रूपले अब खासै चाहिँ हामीले ठुलो प्राङ्गणमा गर्नुपर्ने हो तर अब समयको बाबतले समयको तत्काल गर्नुपर्ने भएकोले गर्दाखेरि हामीले चाहिँ घरैभित्र मनाउने सोच गऱ्यौँ त्यसको लागि आज हाम्रो चाहिँ उधौली मनाउने काम भइरहेको छ अहिले र माङ्पाले चाहिँ आफ्नो वेशभूषा आफ्नो माङ्पाले चाहिँ गरिरहनु भएको छ नानीले छेकुमाले चालु गर्छ नानीहरू माग्ने कामहरू हुन्छ यहाँ अब लावाहरू माग्ने काम हुन्छ चासुम लावा खावा लावा छेन्नी लावा काम हुन्छ आज यो उधौलीमा हामी सहयोग गर्ने गर्छौँ हाम्रो सामग्रीहरू यस्तो छ हाम्रो दानपेटीका बस्नुहुन्छ माङ्पाको सामान हुन्छ हाम्रो नेवाङ माछा र नानीहरू कम तयार भइसक्नु भएको छ बुढाहरू सबै बातचित गरेर बस्नु भएको छ हाम्रो यहाँ लुङ छ त्यो चाहिँ एउटा साकेलुङ भएकोले गर्दाखेरि साकेलुङ हाम्रो मन्दिर चाहिँ यस्तो छ सबैजनाले ल्याएको फेरि चाहिँ हामीले यहाँनिर अर्पण गर्छौँ सबैजनाले ल्याएको सजाउने यस्तो छ आजको झन्डा अमेरिकन झन्डा एउटा लिङ्गोमा सजाएको छौँ र थुन्से डोको सबै यहाँनिर यहाँहरूलाई धन्यवाद दिनु भएको हाम्रो प्रोग्रामलाई